हेलो हाई सेवारो नमस्ते। म आज विशेष किसिमले चाहिँ गर्मीलाई चाहिँ अलिकति च्यालेन्ज दिनको लागि म यो बिर्तामोड नजिकैको झिल पार्कतिर प्रवेश गरेको छु। 50 रुपियाँको टिकट काटेर जस यहाँभित्र अब धेरै रमणीय ठाउँ र केही रोचक कुराहरू छन्, तर यसमा अब खासै मैले भनिराख्नु पर्दैन किनकि सबैले यहाँ घुमिसकेको हुनुपर्छ र घुम्न आउने पनि अब यहाँ धेरै छन्। म पनि अब खासै नौलो होइन, धेरै पटक गएको हो, तर आज म एक्लै गएको छु। एक्लै गएर आफ्नै किसिमले गीतहरूमा नाच्दै रमाइलो गर्दै यो पार्कभित्र बिन्दास किसिमले घुमिराखेको छु। जस मलाई गर्मी त छ, तर खासै अब गर्मीको फिल नहोस् भनेर चाहिँ म आफ्नै किसिमले रमाइराखेको छु। आजको दिन अलिक दिउँसै प्रवेश भयो यो पार्कतिर, तर पनि अब खासै यहाँको मनमोहक पोखरी, तालहरू, वरिपरिको हरियो रुखहरू र विभिन्न किसिमको यहाँ आकर्षक चिजहरू देखेर चाहिँ म आफ्नो गर्मीपनलाई पनि अब रमाइलो गरी यसरी पिङ खेल्दै रमाउँदै बिताउँदैछु। जस आजको दिन एकदमै पक्कै पनि रमाइलो गरी बित्नेछ भन्ने आशमा यहाँभित्र प्रवेश गरेको छु। अब सधैँ त खासै अब ग्रुपिङ धेरै इष्टमित्रहरूसँग हिँड्थ्यो, तर यसपालि चाहिँ अब खासै एक्लै जानेर एक्लै अब रमाउने भन्ने आशयले म यहाँभित्र प्रवेश गरेको छु र यसरी पिङ खेल्दा अथवा रमाउँदाखेरि चाहिँ अलिकति भिन्नै छुट्टै रमाइलो महसुस हुँदैछ। म जस आज दिनभरिलाई चाहिँ यसरी अब यहाँको ठाउँ परिस्थितिलाई चाहिँ निहाल्दै हिँड्दै घुम्दै बिताउने प्रयास गर्दैछु। यो एउटा पानीमाथिको एउटा फलामे पुल जस्तै हो। यसमा चाहिँ अब विशेष गरी हिँड्ने, रमाइलो गर्ने, फोटो खिच्ने प्रावधान छ र यसमा जो कोही पनि रमाउँछन्। म पनि आज त्यसरी नै रमाउँदैछु। अब यहाँको विशेष गरी रमाउने ठाउँहरू यिनीहरू नै हुन्। यसरी अब झोलुङ्गे पुल वारी र पारी कुदेर दौडेर जस घाम त टन्न छ र पनि मलाई खासै अब घामको फिल भएको छैन। आफ्नै खुसी र रमाइलो संसारमा कुद्दैछु र नाच्दैछु। अब यहाँ हेरिहाल्नुभयो